सधैँ चाहिँ बिहान उठ्दा आज केही फरक महसुस भएको छ। हल्का टाउको दुखेको र टाउको भारी भए जस्तो आफैलाई महसुस भएको थियो। तर केही छैन, हल्का फुल्का समस्या मनुष्यको जीवनमा निरन्तर भइ नै राखेको हुन्छ। बिहानको समय नाउन त परे जाओस्, किन यो मौसमले साथ दिएको थिएन त्यो त भन्ने मात्र हो। आफ्नै शरीरले बिरामीको महसुस हुँदा नाउनलाई चाहिँ मनले दिएन, अझ बढी बिरामीले चाप्छ भनेर। किनभने गाइज, हामीले जब गर्ने होटलमा महिनाको 30 दिनमा हामीलाई 30 दिन काम गर्नुपर्छ, जसले गर्दा हामीलाई छुट्टी मिल्दैन। अनि आफ्नो शरीरको सानो कुरोमा पनि धेरै नै ध्यान दिनु हामीलाई अति नै आवश्यकता पर्छ। सो कुराको धेरै नै गहिराइमा पुगेछु। यति भन्दै रुमको टेबलमा पनि धेरै नै चाहिने नचाहिने सामानले भरिएको रहेछ र टेबल सफा गर्न लागे। र यो रहेको छ माइक, जसले मैले केही दिन अगाडि अनलाइन अर्डर गरेर मगाएको थिएँ। यसको प्राइस रहेको छ 450 इन्डियन रुपिस। अहिलेसम्म चाहिँ यसलाई मैले खासै युजमा ल्याउन चाहिँ पाएको छैन। सो जुत्ता कपडा लगाएर लाग्छु म आफ्नो ड्युटीतिर। र यति नै रहेको छ आजको बिहानको मेरो काम। बाँकी हजुरहरूले आफ्नो काम के गर्नुहुन्छ कमेन्ट गर्नु होला है त।